हल्लो हल्लो बिजी सर, हजुरले भने जस्तो भिडियो चाहिँ बनाउनु पाएन कि। नेक्स्ट टाइम भोलि म केटिएम फर्किँदैछु होइन। केटिएम फर्किसकेपछि म तिहारमा लगातार फर्किन्छु। लगातार फर्किसकेपछि म एकदम दामी भिडियो बनाएर हजुरलाई देखाउने म बाजा गर्दै एउटा भिडियो चाहिँ म यहाँ हल्का सुट हान्दैछु गाइज। बिजी सर माइन्ड नगर्नु होला होइन। जस हामी हिँडेको बाटो र विद्यालय जाने क्रममा चाहिँ हामी कस्तो कस्तरी हिँड्यो, कस्तो कस्तरी खाइयो, कस्तो कस्तरी बसियो, त्यो त हामीलाई नै थाहा छ होइन। जस हामी हिँडेको बाटो चाहिँ मैले आज खिच्दैछु। बाटो हट्का यस्तै रहेछ होइन। बाटो भन्ने त अब यो मान्छे नहिँडेर पनि यस्तो भएको छ कि अब बुझौँ न। हाम्रो भाइ फेरि हिँड्नै नसकेर यहाँनिर म बोकेर लैजाउँ कि जस्तो लाग्छ बेला बेलामा। फेरि म आफैले बोक्न सक्दिनँ जस्तो लाग्छ है। यो ठाउँ चाहिँ सिन्केतला भन्छ होइन। उँधोबाट आउँदा पनि हाम्रो बस्ने ठाउँ चाहिँ, बिसाउने ठाउँ चाहिँ यही हो होइन। टक्क यहाँनिर आएर लामो सास फेरेर बसिन्थ्यो टक्क लाएर होइन। अहिले त बस्ने ठाउँ पनि छैन रहेछ हौ गाइज। यस्तो भएको रहेछ होइन। पहिला त थियो बाटो, अहिले त तल झरेको छ होइन। अहिले त घाँस भएर ड्याम्दी यस्तो भएको छ। ल हाम्रो उसक राईज्यू चाहिँ वहाँनिर के गरिरहनु भएको छ। जस भुँडी बोक्नु भएको छैन, उहाँले भुँडी बोक्नु सक्नु चाहिँ भएको छैन आज। अब हामी त्यो पुल पर देखिएको पुल पुग्नलाई हामी लगभग 5 मिनट जति लाग्छ होला। 5 मिनटमा ठ्याक्कै पुग्छौँ होला होइन। त्यहाँको नि हल्का दृश्य म देखाइहाल्छु गाइजहरूलाई। तारेभिर त्यही हो, तारेभिर पनि डेन्जर छ नि त। चलिदिन्थ्यो। यस्तो छ फेरि हाम्रो बाटो। यस्तै त हो हाम्रो बाटो होइन। बिस्तार है, लड्यो भने त म बोक्नु सक्दिनँ नि तिमीलाई त फेरि यार।